एनपीएलमा सब कुरा ठिकठाक चलिरहेको थियो, तर करण केसीको एउटा हरकतले गर्दाखेरि अहिले खेल प्रेमीहरू र एनपीएललाई समर्थन गर्ने र एनपीएललाई माया गर्ने धेरैजसो खेल प्रेमीहरू करण केसीको चाहिँ यो हरकतलाई चाहिँ नराम्रो रूपमा लिइरहेको छ। त्यो हरकत चाहिँ के रहेको छ भने लोकेश बमले अर्को म्याचमा 50 रन बनाउँदाखेरि आफ्नो परिवारजनलाई सम्झनालाई र उसलाई चाहिँ माया देखाउनका लागि यो चाहिँ मायाको सिम्बल र यो सङ्केत देखाएको थियो लोकेश बमले। तर अर्को म्याचमा चाहिँ करण केसीले उसलाई आउट गर्दाखेरि फेरि उसलाई चाहिँ त्यही रियाक्सन देखाएर उसलाई चाहिँ मजाक बनाउने जुन प्रयास गरेको छ, त्यसले गर्दाखेरि खेल प्रेमीहरू चाहिँ यसलाई अनेक थरीका कुराहरू लगाएर चाहिँ व्याख्या विश्लेषण गरिरहेका छन्। सामाजिक सञ्जालमा यसको चर्चा अत्याधिक बढेको छ भने ट्रोल पनि करण केसीको अत्याधिक रूपमा भइरहेको छ भने लोकेश बमलाई माया प्रेम र उसको समर्थन झन् बढिरहेको छ। त्यसै गरी उसको सामाजिक सञ्जालमा धेरैजसो व्यक्तिहरूले कमेन्ट गर्दाखेरि करण केसीले नै गलत भनिरहेका छन्। तपाईको विचारमा लोकेश बमलाई मजाक बनाउनका लागि करण केसीले गरिएको यो हरकत राम्रो छ कि छैन? कमेन्ट गरेर भन्नुहोला। धन्यवाद।